हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई च्यानल। मान्छेहरू मेयरहरूको सामानको किन यति साह्रो पछि लागेको, किन यत्रो कुराहरूलाई बिग इस्यु बनाएको, उहाँले काम गरिरहनु भएको छ, किन यस्तो गरौँ उस्तो गरौँ भनिरहनु। अब त्यहाँ डोजर चलिरहेको छ कि हानो भनेर मान्छेले फेरि एकले चाहने त्यो पाखे मेयर भनेको। मान्छेको सोच र मान्छेको विचार नि यति गई गुज्रेको हुन्छ कि मान्छेहरू नि यस्तो सोच्छु म है। उहाँ जनताको घर बगेको छ खोलाले, जनताको घरबार विहीन हुन लागिसक्यो भनेर चाहिँ रोकथाम गर्नको लागि 2-3वटा जेसिबी र मेयर साहब आफै खटेर आइरहनु भएको छ। कट्टु र एउटा कट्टु र चप्पलमा, जुत्तामा एउटा कट्टु र भेषमा आउनु भएको छ। अनि फेरि उसैको ट्रोल बनाएर उसैलाई खेदो खनाएर होइन, मान्छेहरू कतिसम्म निज हुँदो रहेछ भन्ने कुरो चाहिँ म यसो हेर्छु होइन, न्युजहरू हेर्छु, फेसबुकमा हेर्छु, मलाई हाँस उठ्छ क्या। हुन त म उनीहरूलाई त्यो फेरि त्यो कमेन्ट ब्याक गरेर रिप्लाई गर्नु त मन लाग्दैन। यस्तोहरूसँग कमेन्ट ब्याक गरेर गरेर रिप्लाई गर्ने पनि म आफै मूर्ख हो क्या। टाइम पनि हुँदैन यस्तो दुनियाँलाई त्यो भनिरहने। तर त्यो यस्तै कसले यस्तै सर हेर्छु, कमेन्टहरू कसले सर पढिरहेको हुन्छ कि, अनि त्यो ट्रल बनाएको हेर्छु है, अचम्म लाग्छ कि मान्छेहरू किन यस्तो भन्छु क्या। एउटा मेयर, एउटा स्थानीय सरकार, एउटा मेयर भनेको त एउटा स्थानीय सरकार हो क्या, धरान मालिकको राजा हो क्या ऊ भनेको त। तर पनि एउटा जनता भन्दा पनि एउटा लेबर जस्तो भएर चाहिँ यहाँ जनताको घर बनाउनु लाग्यो भनेर ऊ आत्तिर कुदेर बिहान आइरहेछ भने उहाँलाई त सपोर्ट गर्ने हो क्या, उहाँलाई सपोर्ट गरेर साथ दिने हो क्या। किसी ट्युरी गरेर उहाँलाई पछारेर उहाँलाई ट्रोल बनाएर के लाग्छ तपाईँहरू महान हुनुहुन्छ। अब सोच्नुहोस् क्या, तपाईँहरू यस्तो मान्छेले काम गरिरहेको छ, यति धेरै जनता भनेर पछि हिँडिरहनु भएको छ, हिँडिरहेको छ मान्छे हो उहाँ, हिँडिरहेको छ, हामीले देखिरहेको छौँ यहाँबाट, छिनछिनमा लाइभ भिडियो हेरिरहेको छौँ। तपाईँहरूलाई कस्तो चाहिएको रहेको बालेन शाह जस्तो जो चाहिँ लुकेर बस्ने, फोन पर्दाखेरि फोन जेन्जीले खोज्दाखेरि लुकेर बस्ने, कन्ट्याक्ट विहीन भएर बस्ने। मलाई यो बालेन शाह पहिला एकदम मनपर्ने मान्छे हो। एउटा युवा हो, अहिले के जोस जाँगर गर्छ भन्ने चाहिँ मलाई लाग्थ्यो। अहिले चाहिँ मलाई एकदम पटक्कै मन पर्दैन मलाई उहाँ होइन। मैले अनफलो गरिसकेँ, मान्य गर्नलाई बालेन शाह होइन, मैले अनफलो गरेँ। किनभने मैले आशा गरेको मान्छे भनेको हर्क सामङ र बालेन शाह मात्रै हो क्या नेपालको। हर्क सामङ र बालेन शाह मात्रै हो। तर जब यो जेनजीको आन्दोलन पछि जब युवाहरूले खोजे नि, जेनजीले खोजे नि बालेन आयो भनेर, इभन मेरो हर्क सामङ पनि काठमाडौँ आएर चाहिँ बालेनजीलाई फोन गर्दाखेरि नआउने, ल के देशको उस्तो भइरहेछ भनेर छलफलको लागि बोलाउँदा पनि लुकेर फोन नउठाउने भनेर कायर भएर जब उसले लुक्यो नि, मलाई त्यहाँदेखि त्यो मान्छेको अनुहार हेर्नु मलाई मागेको। मैले अस्ति नै भनेको छु क्या, यो फोटोमा हेर्नु है त, आजभोलि मान्छे दलाल जस्तो लाग्छ भनेर मैले एउटा फोटो सेयर गरिदिएँ क्या फेसबुकमा। त्यस्तै लाग्छ कि अहिले आजभोलि। मैले एकदम भरोसा गर्ने मान्छे हो बालेन शाह भनेको। पहिला एउटा युवा जोस जाँगर छ, गर्छ, पढे लेखेको मान्छे, इन्जिनियर हो, पढे लेखेको मान्छे हो, गर्छ भन्ने मलाई एकदम ढुक्क थियो क्या। तर मैले यो असली सक्कली रूप त मैले जब यो जेनजी आन्दोलन पछि सक्कली रूप देखेँ क्या, त्यो चाहिँ मलाई एकदम नराम्रो लाग्यो। आई फिल ब्याड। मैले अनफलो गरेँ, म हेर्न चाहन्न। सरी, ल माफ गरिदिनु होला बालेन शाह, माफ गरिदिनु होला। म चाहिँ अहिले हाल मेरो इभन हर्क सामङले भोलि गएर त्यो काम, इभन हर्क सामङले पनि भोलि गएर देश यस्तो स्थितिमा हुँदाखेरि त्यस्तै बिहार जस्तै बालेन शाहले गऱ्यो, देश यस्तो भएको बेलामा उसले चाहिँ लुकेर भागेर हिँड्यो होइन। इभन अहिले मेरो हर्क सामङले पनि त्यस्तै गर्नुभयो भने मैले उहाँलाई पनि सधैँभरि राम्रो भन्छु भन्ने छैन क्या। उहाँले पनि देशप्रति गद्दार गर्नुभयो भने आई हेट हिम होइन। तर अहिलेको जुन समयसम्म त, अहिलेसम्म देश यस्तो बाढी पहिरो
पानी बाढी पहिरोले बगाउँदा भने यति मरिहत्ते गरेर कामको लागि काम भनेर देश जनताको लागि बचाउनको लागि यति मरिहत्ते कुदिरहेको छ भने अहिले यति राम्रो काम गरेर उहाँले गरिरहनु भएको छ भने अहिलेसम्म त उहाँलाई मेरो सोलुटी छ। भोलि दिनमा के हुन्छ थाहा छैन होइन, तर अहिलेसम्मको काम हेर्दा चाहिँ उहाँलाई हामीले सपोर्ट गर्नुपर्छ र सपोर्ट छ र पनि सपोर्ट गरि नै रहन्छु म चाहिँ अहिलेसम्मको काम हेर्दा चाहिँ। पार्टी खोल्दै हुनुहुन्छ श्रमशक्ति पार्टी, त्यसको पार्टीको सङ्गठन पनि हाम्रो हङकङमा हाम्रो बन्दैछ, धेरै साथीजना भइसकेको छौँ हामी। अब सदस्य लिने यहाँनिर अब पार्टी सङ्गठन भइसकेपछि हामीले सदस्यता लिनेछौँ होइन, यहाँबाट हामीले शक्ति सेयर गर्नेछौँ उहाँको पार्टीलाई। तर उहाँले भोलिको दिनमा उहाँले गरे पनि गद्दार गर्नु भने हामी उहाँ चाहिँदैन होइन। तर अहिले चाहिँ उहाँलाई हामी सधैँ उहाँलाई चाहिँ हामीले कसरी हुन्छ सपोर्ट गरेरै साथमा लानु पर्यो। तर आजकल मान्छेहरू हेर्छु मान्छेहरूको त्यो स्ट्याटस मान्छेहरूको त्यो कमेन्टहरू हेर्छु है, के आउँछ सोचेर गर्नुहुन्छ होइन। तर राम्रो त राम्रो भनौँ न यार, राम्रो काम गरिरहेछ के अरे स्टन्ट गरो ऊ गरो नभनौँ न। उसले पनि त उसलाई पनि त अब आफ्नो शरीरको ख्याल त हुन्छ होला नि, शरीरको ख्यालै नगरिकन घाम पानी बाढी पहिरो फोहोर मैला नभनिकन जनता भन्दा पनि गई गुज्रेको भएर हिँडिरहेछ हो। हेर्नुहोस् न फोटोहरू त्यहाँनिर। अनि त्यस्तो व्यक्तिलाई चाहिँ हामीले उल्टै भनिरहेछौँ होइन। यहाँ हेर्नुहोस् न धेरैले यहाँ राम्रो हिमेश पन्तले पनि के अरे स्टार लेख्नु भएको छ। उहाँ पनि के एउटा कमेडियन स्ट्यान्डअप कमेडियन हो, अनि राष्ट्रसभाको एउटा नेता पनि हो, एउटा पहिला चुनावमा लडेको पनि हो। अनि हाम्रो के अरे गायक एउटा कम्पोजर के अरे एउटा सञ्जित श्रेष्ठ भन्ने उसले पनि साह्रो लेखेको छ। धेरैजना मान्छेले बुझिसक्यो क्या मेरो हरसामा चाहिँ कस्तो खालको मान्छे हो भनेर। उसले चाहिँ देशको लागि के गरिरहेछ, समाजको लागि के गरिरहेछ भन्ने कुरा धेरैले बुझिसके। यी केही अबुझहरू छन् जसको चाहिँ दिमागमा गु भरेछ क्या, अझै पनि बुझेको छैन क्या तिनीहरूले। तर बुझ्नु समय लाग्छ, ढिलो चाँडो तर बुझेको राम्रो है, ढिलो चाँडो बुझेको राम्रो। मेयर साहब हरसामालाई चाहिँ मेरो जहिले पनि पुरै समर्थन छ। यो कामलाई चाहिँ सधैँ मेरो चाहिँ उच्च सम्मान छ। राम्रोलाई राम्रो भनौँ, सकेको सहयोग गरौँ, सक्दैन भने नगरौँ। काम गर्ने मान्छेलाई डिस्टर्ब गरेर नानाथरी भन्ने काम पनि नगरौँ प्लिज। यो चाहिँ मेरो तपाईँलाई बिन्ती छ। राम्रो मान्छेलाई राम्रै भनौँ, नराम्रो मान्छेलाई नराम्रै भनौँ। मैले त भनिरहेको छु, अर्कोको मुख रुखो होला होइन, छुच्चो होला, तर उसले देशको लागि गद्दार नेभर कहिले पनि गर्दैन। मलाई ढुक्क विश्वास छ, मलाई चाहिँ एकदम विश्वास छ होइन भोलि दिनमा के हुन्छ। तर मलाई चाहिँ ढुक्क विश्वास छ प्रति। यति भन्दै आजको भिडियो यहाँ अन्त्य गर्न चाहन्छु। हस्त बाई बाई।